यो दृश्य मुगुका 25 वर्षीय युवा गणेश नेपालीले हिजो आफ्नै शैलीमा पेट्रोल छोडेर आत्मदाह गरेर उपचारको क्रममा वीर हस्पिटलमा उहाँको मृत्यु भइसके पछाडिको दृश्य हो। यति बेला मुगुका स्थानीयवासीहरूले हाम्रो भाइ, हाम्रो दाइ, हाम्रो छोरा मरेको छ भनेर यसरी यहाँबाट गइरहेको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। दर्शक यहाँको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। प्रहरी मुडभेडको अवस्थामा आएको छ। दर्शक हेर्न सक्नुहुन्छ यति बेला केही युवाहरू महानगर घेराउ गर्न निस्किरहेका छन् भने यति बेला प्रहरीले निकै रोक्ने प्रयास गरिरहेको छ। स्थिति तनावग्रस्त भइसकेको छ। माइती घरबाट केही युवाहरू गइरहेको दृश्य तपाईँ हामीले देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ यहाँको स्थिति यति बेला प्रहरीले हेर्न सक्नुहुन्छ यो भिड महानगरतिर गइरहेको छ भने यहाँ तपाईँ देख्न सक्नुहुन्छ एकदमै तनाव स्थितिपूर्ण भएको छ। प्रहरीले रोक्न खोजिरहेको छ, रोक्न सकिरहेको छैन। हेर्न सक्नुहुन्छ प्याम्पलेट सहित केही युवाहरू महानगरतिर गइरहेका छन्, महानगर घेराउ गर्ने भनेका छन् भने यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। यति बेला हेर्न सक्नुहुन्छ यो दृश्य दर्शकबिन माइतीघर मण्डलबाट यो भिड यति बेला महानगरतिर गइरहेको छ। हाम्रो भाइ मरेको छ भन्दै केही युवाहरूले उग्र भइरहेका छन् भने प्रहरीले होइन भने हेर्न सक्नुहुन्छ यो दृश्य हेर्न सक्नुहुन्छ यो दृश्य जिल्ला प्रहरी परिषद काठमाडौँ अगाडि पुगेको छ। यो दृश्य यहाँ देख्न सक्नुहुन्छ नेपाल प्रहरीले रोक्न खोजिरहेको छ, यद्यपि नेपाल प्रहरीले सकिरहेको स्थिति छैन। तपाईँ हामीले यहाँ देखाइरहेका छौँ यो दृश्य मुगुका स्थानीय वासीहरू हाम्रो भाइ मरेको छ भन्दै यति बेला महानगरतिर गरेको दृश्य